हेलो साथीहरू, स्वागत छ मेरो नयाँ ब्लगमा। आज फेरि म तपाईँहरूको अगाडि अर्को एउटा नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु। आज चाहिँ बिहान गर्न पाइएन भिडियो, अहिले मात्रै हो। यहाँ चाहिँ मेरो फेरि कस्टमरको फोन आयो। हेलो हेलो हजुर, म यहाँ लभिङ मल छु हजुर, आउँदैछु। ए हस् हजुर, हस् हस् हस्। ल, उहाँले बिचरा टाढा जानु हुँदैछ। मैले होमस्टे गरेको थिएँ, अनि होमस्टे गरे पछाडि त अलिक टाढाकै आयो क्या मेरो फेरि। अनि लिनु पनि अहिले तपाईँको 1 किलोमिटर भन्दा पनि बढी लिन जानुपर्ने छ। अनि वहाँ जाने चाहिँ लगभग 10-11 किलोमिटर छ क्या। अनि यति राति भइसक्यो, आउँछ कि आउँदैन भन्ने भएर बिचरा फोन गरे हुनुहुन्छ। तर म आउँछु, किनभने मलाई पनि त्यतै जानु छ। त्यो भएको कारणले गर्दाखेरि अन्त मैले 100 नगरेर अर्को पनि पाइन्थ्यो कि नजिकको पनि पाउनु चाहिँ। तर मलाई आज चाहिँ अब एक टिप त हो हान्दी, टाढै भए पनि वहीँसम्म जानुपर्छ। गाह्रो छ साथीहरू। यहाँबाट याङ्गोमा 10-12 किलोमिटर जानु भने त 12 किलोमिटर त्यति त छ। त्यति जानु भने त सानो कुरा होइन। यो लास्ट ट्रिप नभए त म कहाँ जान्थेँ र। अब यो लास्ट ट्रिप हो मेरो। त्यो भएको कारणले चाहिँ जानै पर्छ म। तर आज चाहिँ छिट्टै सिद्धि यार। म बिहान तपाईँको लगभग कति 9-9:30तिर 9:30 भन्दा नि बढी 40-45तिर निस्केको थिएँ। आज चाहिँ 8:30 भनेपछि 9 बज्नु लाग्यो। उहाँ पुग्दाखेरि अब घरमा पुग्दा त्यही 9-10-15 जति हुन्छ कि 15, जस एभरेजमा 9:30मा सकिन्छ भनौँ न आजको। ठ्याक्क आज पनि 12 घन्टामै फिनिस हुने भयो। यस्तै छ। बाटो पनि कति साह्रो बिग्रेको हो आमा। तर चिसो चाहिँ लास्टै कम भयो अहिले। पहिला ग्लोभ्स नलागिकन चलाउन सकिँदैन थियो, अहिले त रन कुद्छ। फिकर मेरो यही हो अन्त नजर। त्यो मान्छेले कहाँको टोल हाटो कि के भनेको थियो यार। यो त कृष्ण मन्दिरतिर जस्तो छ। गाह्रो छ हो कि होइन पुग्ने चाहिँ। कृष्ण मन्दिर आइपुग्यो गाइस। राति त यहाँ त स्वर्गै हुन्छ नि, आनन्दको होइन बस्ने ठाउँ, जोडी बस्ने ठाउँ। खाली भन्छन् यहाँबाट चाहिँ लगन खेल गइन्छ सिधै। तर हामी चाहिँ यता छौँ। फिकर मेरो यही हो अब म कहाँ हो त यार। यही छ लोकेसन है। हेरौँ उहाँ हो क्या हो मेडिकल कलेज। तपाईँहरू ल ल्याउनु त यता ल है त गाइस। मैले मान्छे भेटिसकेँ। अब चाहिँ मेडिकल कलेज होइन ए ल हजुर हजुर भयो ल भयो है हजुर हजुर हस् ओके। मेडिकल कलेज भन्दै अगाडि ए हस्। हामी यतैबाट निस्क्यौँ सर र
सिधै बालकुमार निस्किजानु पऱ्यो आज चाहिँ। के हजुर उतै बस्नुहुन्छ र? उतै हो बस्ने? ए जो छ यार यताको बाटो फेरि। पहिला पहिला म यतै बस्थेँ गाइज। यो चाहिँ पाटन च्यासल। अब यहाँबाट हामी सिधै बालकुमारी निस्किन्छौँ। बालकुमारीबाट पछाडिको बाटो एयरपोर्ट पछाडिको बाटो जानु पर्ला आज चाहिँ। तालमा हो क्या दाजु? छ आजको लास्ट टिप मेरो। आज चाहिँ पुरै भक्तपुर मात्रै, मेरो एरिया नै भक्तपुर मात्रै भयो। लगभग मैले 75% त भक्तपुर नै सिधै आजको टिप। काठमाडौँ त बिहान मात्रै हल्का थियो। भक्तपुरमा टिप चाहिँ फेरि डह्रो लाग्छ, तर लिन जान चाहिँ एकदम टाढा टाढा पर्ने। अनि फेरि के अरे लग्नु पर्ने चाहिँ फेरि त्यही नजिकै हुन्छ कि। लिन जान चाहिँ फेरि डेन्जर टाढा पर्छ। 1 किलोमिटरभन्दा तल त लगभग हुँदै हुँदैन क्या नयाँ साथीहरू। त्यही हो है। अघि पनि म ठ्याक्कै एयरपोर्ट पछाडिबाट यता आएको। अहिले पनि फेरि त्यतिबाट जाँदैछ। यस्तो बिन्दास साथीहरूलाई फेरि मेन रोडमै हानिदिन्छ। हाम्रो पठाएको राइडरहरू त डनै हो नि, रोड किङै हो नि। जता पनि सेट भइदिन्छन् साथीहरू। त्यस्तै छ है। यस्तो लहर छ कि राति फेरि एक्लै हिँड्नुपर्छ राति। डेन्जर कुदाउँछ त्यसले त। म चाहिँ सलक्क हामी चाहिँ अब बालकुमारी आइसकेका छौँ। यहाँबाट कोटेश्वर हुँदै हामी चाहिँ एयरपोर्ट पछाडिको बाटो जानुपर्छ। यताबाट गएर चाहिँ घर घुम्नुपर्छ। एयरपोर्ट पछाडिको बाटो चाहिँ फेरि सजिलो हुन्छ जानुलाई। यहाँ चाहिँ एउटा लाइटको आवश्यक छ कि लास्ट राति मामपुली सिधै आएर ड्याममै दिला जस्तो हुन्छ र अँध्यारो हुन्छ। अन्त नजर दिन अब म टिफर राजाहरू हिँड्ने बेला भएछ। राजाहरूले त फेरि बिजोग बनाउनुहुन्छ नि राति त। आमा फेरि कति आमा 70-80 को हान्दै त हौ। चेक गर्ने मात्र मान्छे कोही छ गाह्रो छ यता। जाममा बसाइ हो धरो।